शुभ सन्ध्या मित्रहरू। मार्कीले अलिकति भेटिरहेको अवस्था छ। मार्कीले भेटिरहेको अवस्थामा पनि यो केही चर्चा गरौँ भनेर महादेव बारेमा। अब प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ शिवजी भगवान शिव चाहिँ चाम्लिङ हुन सक्छ भनेर भनिदिएछ। दाबी नै चाहिँ छैन, तर जहाँ हलेसी छ त्यहाँ चाहिँ चाम्लिङहरूको थाथलो हो। त्यसकारण त्यो चाहिँ शिवजीको शिवालय हो, त्यसमा चाम्लिङ हुन सक्छ भन्ने चाहिँ उनले अनुमान कसेछन्। अब यो एउटा विशेषतः यो शिवजी अथवा महादेव भन्ने चाहिँ मिथकीय पात्र हो। मिथको ऐतिहासिक होइन, मिथक एउटा मिथकीय हो। अहिलेसम्म ऐतिहासिक रूपमा प्रमाणित हुन सकेको विषय होइन। अब मिथकलाई पनि इतिहास मान्यो भने इतिहास त हो, तर त्यो प्रामाणिक चाहिँ वैज्ञानिक चाहिँ होइन। वैज्ञानिक प्रमाणको आधारमा महादेव शिवजी भन्ने अहिलेसम्म आएको छैन। अर्को चाहिँ के छ भने यहाँ दुईटा विषय छ। एउटा भगवान शिव भन्ने छ, एउटा महादेव भन्ने छ। कसैले महादेव पनि भन्छ, तर जनजीवनमा चाहिँ महादेव भन्ने हुन्छ। त्यसो यो भगवान शिव र महादेवहरू एकै हो कि होइन, हामीले एउटा बुझ्नुपर्ने विषय छ। भगवान शिव र महादेवको चरित्रहरू चाहिँ भिन्न देखिन्छ, किनभने हिन्दू साहित्यहरूमा चाहिँ बढी चाहिँ शिवको विषयवस्तु छ र महादेव भन्ने चाहिँ गैर हिन्दूहरूमा पनि यो चाहिँ छ। इभन तिब्बतीहरूमा, बुद्धिस्टहरूमा र किराँतहरूमा पनि यो विषय चाहिँ छ। महादेव भन्ने विषय चाहिँ इभन मुन्दुममा पनि त्यो विषय आउँछ। भने चाहिँ शिव र महादेव एकै हो कि होइन, किनभने शिवको विषय चाहिँ नि वेदहरूमा आउँदैन। वैदिक चाहिँ नि पात्र होइनन् शिव, त्यहाँ रुद्र भन्ने छ। वेदहरूमा उल्लेख भएको एउटा पात्र रुद्र छ। त्यो रुद्र र महादेवलाई नि मिश्रण गरेर एउटा शिव भन्ने एउटा क्यारेक्टर निर्माण गरिएको जस्तो देखिन्छ। रुद्र भन्ने जुन हिन्दूहरूको अथवा वैदिक चाहिँ ब्राह्मणहरूको जो कन्सेप्ट छ, त्यसलाई चाहिँ यहाँका आदिवासीहरूले भनिरहेका महादेवलाई मिलाएर शिव बनाएको हो कि भन्ने जस्तो देखिन्छ। र सामान्यतः त्यो हिसाबले देखिने हुनाले महादेव र चाहिँ नि शिव, भगवान शिव एकै हो कि होइन अथवा रुद्र एकै हो कि होइन भन्ने विषय चाहिँ प्रश्न छ, एउटा विषय। अब नेपालमा हेर्दाखेरि पछिल्लो चरणमा शिव मन्दिरहरू बनेछ, शिवालयहरू बनेको छ। तर पहिलाको कुनै पनि मन्दिरहरूलाई चाहिँ मन्दिर भनिँदैन, थान भनिन्छ र त्यसलाई कसैलाई शिवालय भनिँदैन। महादेव थान भन्ने चलन छ। जहाँ पनि तपाईँले देख्नु भने महादेव थान बनाएको छन् उनीहरूले। थान कुनै शिवालय, शिव मन्दिर होइन। इभन पशुपति भनेको पनि त्यो महादेव थान हो, त्यो कुनै शिवालय होइन, महादेव थान। र पशुपतिको पुराणको कुरा गर्ने भने त्यो चाहिँ म्लेच्छहरूले त्यहाँ उत्पत्ति हुने र म्लेच्छहरूले पूजा गर्ने भन्ने छ। त्यो म्लेच्छ भनेको गैर चाहिँ नै वैदिक मानिसहरूलाई म्लेच्छ भनिन्थ्यो। र त्यति बेला यो नेपालमा हुने भनेको म्लेच्छ भनेको किराँतहरू नै हो। त्यहाँ पशुपति पुराणको अनुसार किराँतहरूले नै त्यहाँ चाहिँ नै पूजा आराधना गरेका थिए, महादेव थान स्थापना गरेका थिए भन्ने विषय प्रसङ्ग आउँछ। र इभन महादेवले चाहिँ किराँती रूप धारण गरेको र चाहिँ नि पार्वतीले पनि किराँतिनी रूप धारण गरेको भन्ने विषय आउँछ। त्यो किराँती नै हो भन्ने त प्रसङ्ग आउँदैन, त रूप धारण गरेको भन्ने, त्यसै भयो हुनाले किराँतेश्वर भनिएको भन्ने चाहिँ त्यहाँ विषय आउँछ। अब यो पुस्तकमा रामचन्द्र रूपाबुङको पुस्तकमा मैले ठ्याक्कै अहिले त पत्ता लगाइन, तर यहाँ किराँतेश्वर चाहिँ किराँती नै हो भनेर उहाँले यहाँ लेख्नु भएको छ। मैले उहाँलाई किराँतेश्वर भनेको चाहिँ महादेव हो, महादेव चाहिँ किराँती नहुन सक्छ महादेव भनेर उहाँसँग मैले भनेको थिएँ। होइन, किराँतेश्वर भनेको किराँती नै हो, महादेव भनेको भन्ने छ। र यहाँ हामीले बुझ्नुपर्ने रुद्र
शिव, महादेव र महादेव, चारवटा नामहरू आउँछ। वेदमा रुद्र भन्ने छ है, वेदमा रुद्रको चरित्र र जुन हामीले अहिले शिव भनिन्छ त्यसको चरित्र पनि महादेवको चरित्रसँग मिल्दैन। महादेव त त्यही महादेवलाई नै संस्कृतिकरण गर्दा महादेव भनियो। त्यहाँ रुद्र, शिव, महादेव र महादेव के हुन्? महादेव र महादेव त एउटै हो, तर शिवको चरित्र, महादेवको चरित्र र रुद्रको चरित्र फरक फरक छ। त्यसो हुनाले मलाई अहिले लागेको चाहिँ त्यो महादेवलाई नै पछि चाहिँ नि शिव, रुद्र र महादेवको चरित्रलाई मिसाएर शिव बनाइएको जस्तो अहिले चाहिँ नि मलाई लाग्छ। तर त्यसको चाहिँ नि प्रमाणहरू मसँग ठ्याक्कै छैन। मौका पऱ्यो भने पछि मैले चाहिँ नि त्यसबारेमा अनुसन्धान गर्नेछु। अब यसमा हाम्रो ओलीबाले चाहिँ नि चाम्लिङ हुन सक्छ भनेर दिइहालेछ हैन। अब यो चाहिँ तर शिवको कुरा नभए पनि महादेवको प्रसङ्ग चाहिँ मुन्दुममा पनि आउँछ है। एउटा त जुन साल्पा राजा साल्पा रानी जो चाहिँ नि सङ्खुवा र सभाखोलाको दोभानमा उनीहरूको दरबार थियो भनिन्छ, उनीहरूलाई धेरै दुःख दिने कार्य चाहिँ त्यो चाहिँ नि महादेवले गरेका थिए। त्यहाँ मुन्दुमी प्रसङ्ग हो त्यो हैन। उनीहरूलाई दुःख दिने काम, सताउने काम महादेवले गरेका थिए र महादेव र चाहिँ शिव चाहिँ एकै हुन् कि होइन भन्ने अझै पनि इट इज क्वेसनेबल हैन। त्यसरी मुन्दुमी प्रसङ्ग आउँछ। अर्को यो हाम्रो भोगीराज चामलिङज्यू फेरि अर्को के छ भने धामीहरू, किराँतीहरूको धामी हुँदा उनीहरूको गुरु चाहिँ महादेव हुन्छ। म आफैलाई पनि धामी छुई, देउताले छुएको हुनाले सपनामा महादेव आउने काम चाहिँ मेरो पनि सुरु भएको थियो। तर म धामी त उत्रिनँ, अहिले हरायो। तर त्यो किसिमको बनझ्याक्री र महादेवलाई चाहिँ के गरिन्छ त हाम्रो चाहिँ नि किराँतीहरूको धामीको गुरु मानिन्छ र साल्पा राजा साल्पा रानीलाई पनि धामीको गुरु मानिन्छ। इभन गैर किराँतीहरूले पनि साल्पा राजा साल्पा रानीलाई, इभन क्षेत्रीहरू, शेर्पाहरू, तामाङहरू जुन त्यो चाहिँ नि किराँत क्षेत्रमा बसेर धामी उत्रिन्छन्, उनीहरूले साल्पा राजा साल्पा रानीलाई आफ्नो गुरु गुरुआमा मानेर उनीहरू चाहिँ भदौरे पूर्णिमा विशेषतः साल्पा जाने, गुरु पूजा गर्न जाने चलन छ। यो विषय हो। अब रह्यो चाहिँ नि हाम्रो भोगीराज चामलिङज्यूले के भन्दाखेरि यो अस्ति एकजनाले चाहिँ नि महिलाले इन्टरभ्यू लिएर उहाँलाई सोध्दै थियो यो महादेव बारेमा अथवा शिव बारेमा के छ, के किराँती हुन् त किराँतेश्वर भनेर उहाँलाई चाहिँ सोध्दै थियो हैन। अब किराँती रूप धारण चाहिँ त्यहाँ अर्जुनलाई छल्न पनि शिवजीले अथवा महादेवले गरेछ। त्यो शिवजी र महादेव एउटै हो भन्ने मलाई त लागेको छैन। तर महादेव भन्यो भने त अर्जुनलाई चाहिँ छल्ने काम पनि उनीहरूको महाभारत चाहिँ यो वैदिक ब्राह्मणहरूको एउटा शास्त्र जुन महाभारत छ त्यहाँ पनि त्यो चाहिँ नि महादेवले चाहिँ नि किराँती रूप धारण गरेर अर्जुनलाई छल गरेको विषय त्यहाँ आउँछ। र भोगीराज चामलिङज्यूलाई सोद्धा चाहिँ उहाँले एक ठाउँमा त्यहाँ भन्नुभएको थियो किराँतीहरूको एउटा चाहिँ नि पूजा गर्छन् महादेवलाई, महादेव पनि चाहिँ नि एउटा किराँतीहरूको देउतैको रूपमा मान्छ भनेर उहाँले भन्नुभएको थियो। तर त्यस पछाडि ठुलो विवाद हो त्यहाँ हैन। यो चाहिँ यहाँ हिन्दूकृत भयो भोगीराज चामलिङ भनेर भएपछि उहाँले यसपाला त्यो महिलाले सोद्धा चाहिँ उहाँले मैले अरू अध्ययन गर्दैछु त्यसबारेमा, त्यसमा क्लियर के चाहिँ हो यसको विषयवस्तु आएपछि म भन्छु भनेर उहाँले भन्नुभएको छ। यो एक हप्ता जति अगाडि इन्टरभ्यू आएको छ उहाँको। तर के छ भन्दाखेरि तपाईँको हामीले जुन यो पुस्तक चाहिँ एउटा मुन्दुमको पुस्तक है, यहाँ उल्टो देखिँदो रहेछ मुन्दुम होसुङ भन्ने छ। यहाँ नै उहाँले चाहिँ लेखिसक्नु भएको छ हैन। यहाँ चाहिँ महादेवको प्रसङ्ग छ, महादेवको प्रसङ्ग यहाँ आएको छ है। यो चाहिँ यहाँ चाहिँ जुन पानीदेव भन्ने गरिन्छ, वाइको भन्छ अथवा वादाको भन्छ, त्यसमा चाहिँ महादेवको पूजा हुने कुरा चाहिँ यहाँ उल्लेख गर्नुभएको छ उहाँले हैन। यहाँ उल्लेख गर्नुभएको छ। अब यहाँ त्यसो भने पुस्तकमै आइसकेको विषय छ हैन।
यहाँ हो महादेवको यहाँ यसबाट द्रविडहरू लिङ्ग पूजक थिए भन्ने स्पष्ट भएको छ र लिङ्ग पूजा शिव महादेवको प्रतीक हो भन्ने चाहिँ नि उहाँको यहाँ भन्ने छ होइन द्रविडहरू। र यहाँ माथि कहाँनिर मैले ठ्याक्कै अहिले लोकेट गर्न सकिनँ, तर यहाँ चाहिँ नि किराँतीहरूले अब चाहिँ नि ऊ गर्दा पानीदेउ गर्दा महादेवको चाहिँ नि बखान गर्छ, पूजा गर्छ भन्ने छ है। र यो चाहिँ यहाँ रहेछ। त्यस्तै गरेर वाडाको मुन्दुममा महादेवको प्रसङ्ग आउने गर्छ भन्नुभएको छ मलाई होइन। त्यस्तै गरेर मुन्दुम, अब यहाँ मुन्दुमको चाहिँ ऋषियाहरूमा तपाईँ हेर्नुहुन्छ भने महाजालङो बो महादेवङो बो भनेर छ। यो थुप्रै छ, यहाँ एउटा भयो, यहाँ पनि फेरि महाजाल के अरे अर्को ठाउँमा पनि तपाईँको महाजालङो बो महादेवङो बो भनेर चाहिँ यस्ता थुप्रै छ यहाँ होइन। यो चाहिँ वादाको गर्दा आउने होइन, पानीदेउ गर्दा। त्यसो हुनाले किराँतीहरूको चाहिँ नि विषयमा पनि यो के अरे यी मामो सैमो बो महादेवङो बो भनेर यहाँ चाहिँ नै छ होइन। यहाँ थुप्रै यहाँ चाहिँ नि मेरो विचारमा 2-3 दर्जन ठाउँमा चाहिँ नि यो के छ त महादेव भन्ने प्रसङ्ग छ। अलिक मार्गीले साह्रो पारेछ मित्रहरू। अब यो हिसाबले चाहिँ महादेव र शिव रुद्र एउटै हो कि होइन भन्ने चाहिँ विषय हो, तर महादेव भन्ने चाहिँ अब किराँतीहरूले पूजा गर्छन् भन्ने चाहिँ अब सबैले होइन होला, तर चाम्लिङहरूले गर्छ, वाईको अथवा वादाको अथवा पानीदेउ भन्छ, त्यसमा चाहिँ महादेवको पुकार आउँछ। यो चाहिँ अब फुलमा बच्चाको सातो कहाँ छ भनेर सोधिने विषय जस्तो लाग्छ मलाई। सयौँ फुलहरूको नाम लिँदै त्यो फुलमा कि यो फुलमा कि होइन, त्यो चाहिँ नि चुवा फुलमा कि बेसारे फुलमा कि तपाईँको चाहिँ नि त्यो इन्द्रकमलमा कि कहाँ छ भनेर, सातो कहाँ छ भनेर सोध्ने र त्यो सोद्धा चाहिँ विभिन्न पितृहरूलाई, पुर्खाहरूलाई, तपाईँको चाहिँ नि प्रकृतिहरूलाई, खोला नालालाई र महादेवलाई समेत सोध्ने विषय जस्तो लाग्छ मलाई। र यो चाहिँ के भने दिल्ली हो भन्ने र सिकुरीमा दिल्ली हो र नाकीमा भन्ने चाहिँ नागराजा भनिन्छ, नागराजा रानी। अब त्यसलाई चाहिँ सर्पको प्रतीक मानिन्छ, तर वास्तवमा नाग जाति भन्ने विषय हो। त्यो नाग जाति द्रविड हो भन्ने हाम्रो भोगिराज चामलिङज्यूको भनाइ छ, तर मलाई लागेको चाहिँ नाग जाति भनेको छुट्टै द्रविडभन्दा छुट्टै यहाँको आदिवासीहरू र यही नै भोगिराज चामलिङज्यूले नाग जाति चाहिँ सिन्धु घाटीमा पनि थियो भनेको छ। तर नाग भन्ने चाहिँ नाग जाति चाहिँ छुट्टै, नागराजाहरू चाहिने कर्कट राजाहरू यो थुप्रै थिए। यो चाहिँ नै हाम्रो गङ्गाको मैदान वरिपरि भनेपछि त्यही आदिवासीहरू, यहाँको आदिवासीहरू चाहिँ त्यो नाग राजाहरू थियो भन्ने मलाई लाग्छ। र त्यो नागहरूको छोरी चाहिँ सिकुरीमा चाहिँ किराँतीहरूको चाहिँ नि पुर्खा हछाले बिहे गरेर ल्याएको। र त्यही हाम्रो चाहिँ नि के छ भने यहाँ मैले केही लिम्बूहरूलाई भेटेको थिएँ, उनीहरूले चामलिङको माछाकोमा गर्दो रहेछ। अनि तिमी लिम्बूले कसरी चामलिङको माछाकोमा किन गरेको भन्दाखेरि उनीहरूको बजै चाहिँ चामलिङ रहेछ र त्यो बजैको चाहिँ माइतीबाट पछ्याएर आएको हुनाले उनीहरूले माथि कहाँ होइन, माथि बुइगलमा चाहिँ माछाकोमा को एउटा चाहिँ घ्याम्पो राखेर त्यहाँ पूजा गर्ने रहेछन् होइन। यसरी चाहिँ माइतीबाट चाहिँ पछ्याउँछ भन्ने प्रसङ्ग छ हाम्रो। र त्यही हिसाबले त्यहाँ चाहिँ नागराजाहरूको एउटा इष्टदेव महादेवले चाहिँ पछ्याएर आएको हुनाले हामीले त्यो पानीमा बस्ने नागराजाहरूको, समुद्रमा बस्ने नागराजाहरूको, खोलामा किनारमा बस्ने नागराजाहरूको इष्टदेवको पानीदेउ गर्नुपर्ने होइन। त्यो पानीदेउ भनेको महादेवको पुकार पनि हो भन्ने हिसाबले त्यहाँ आएको हुनाले महादेवको प्रसङ्ग आउँछ। यो हिसाबले हेर्दाखेरि त्यो कुनै नाग जातिहरूको चाहिँ इष्टदेव थियो भन्ने एउटा चाहिँ सङ्केत मिल्छ। र त्यो चाहिँ नाग जातिको चाहिँ एउटा बुहारी ल्याएको हुनाले उसलाई पछ्याएर आएको चाहिँ एउटा हो। तर त्यो महादेव भनेको किराँतीहरूकै इष्टदेव हो भन्ने मन लाग्दैन। र किराँतीहरूमा चाहिँ हामी भोटे देव र माझी देव गर्ने दुईटा जुन लासा वंशी र चाहिँ काशी वंशी हुन्छौँ
र यो विशेषतः काशी वंशीहरूले गर्ने, माझी देउ गर्नेहरूले चाहिँ यो काम गर्छ। लासा देउ अथवा लासा वंशी र भोटे देउ गर्नेहरूले यो चाहिँ विषय गर्दैन हैन। उनीहरूको घरमा त यो चाहिँ पानी देउ घरमा गर्न पनि हुँदैन, उता बारीको पाटातिर छुट्टै चाहिँ उ बनाएर गर्न पर्ने हुन्छ। त्यो हिसाबले हेर्दाखेरि चाहिँ मेरो विचारमा महादेवको प्रसङ्ग आउँछ। तर अब चाहिँ अब त्यो हलेसीकै पनि महादेव थान भनेर बनाएको चाहिँ किराँतीहरूले नै हो हैन। त्यो चाहिँ नि पातेसुङ डाकामाहरू ओडारमा बस्थे, त्यही हलेसीकै कुनै गुफाहरूमा बस्थे। कतिपयले चाहिँ त्यहाँ अहिले बसा गुफा भन्ने छ त्यहाँ बस्थे भनेर दाबी गरेका छन्। र त्यसकै प्राङ्गणमा चाहिँ यो चाहिँ रक्षाकुपा र वाइलुङमाको विवाह भएको प्रसङ्ग छ हैन। र वाइलुङमाको आइडिया अनुसार चाहिँ उनीहरूले चाहिँ के गरे त भन्दाखेरि यो घर बनाएको विषय छ त्यहाँ हैन। र नागा भनेको चाहिँ मेरो विचारमा चाहिँ अहिले नागाल्यान्डमा जो नागाहरू छ तिनीहरू पनि हुन् भन्ने मेरो चाहिँ एउटा चाहिँ मान्यता रहेको छ। किनभने यो नागाहरूले चाहिँ पुल्लिक माला भन्छौँ हामी, बढी चाहिँ उनीहरूले प्रचलनमा ल्याएको भन्ने छ। र यो हाम्रो क्षेत्रमा जो राईहरूको क्षेत्रमा जुन बढी पाइन्छ त्यो पनि उनीहरूले नै बढी चाहिँ छोडी गएको भन्ने भनाइ छ। तर राईहरूले किराँतीहरूले पनि किन लाउँछ यो भन्दाखेरि उनीहरूको पनि पहिला चाहिँ यो मेरोमा पनि छ एउटा, तर यो त अब नयाँ खालको हो। यो चाहिँ एउटा पुरानो हैन, यो पुरानो तपाईँको यो चाहिँ अब 3000-4000 वर्ष पुरानो हो। यिनीहरू त अब 100-200 वर्ष पुरानो हो। अब यस्तै माला चाहिँ दिल्लीहरूलाई दिएर चाहिँ सिकुरीमा लिएको, किनभने यस्तो किराँतीहरूसँग थिएन। त्यसमा नाकीमाले चाहिँ आफ्नो लोग्नेको चाहिँ नि यो चाहिँ पुलिक माला अथवा वाछिनारी अथवा लुङटोरी जे भने पनि सीमाला चोरेर ल्याएर ज्वाइँलाई दिएर ज्वाइँले चाहिँ ससुरालाई दिएर अनि छोरी लिएको। र त्यसै भए हुनाले अहिले पनि हामीलाई ससुरालाई थैली बुझाउनुपर्छ। अब यस्तो माला त पाइँदैन, पहिला त्यो पैसाको रूपमा काम गर्थ्यो मालाले हैन। अहिले चाहिँ तपाईँको के त भन्दाखेरि पैसा दिएर चाहिँ नै छोरी ल्याउने चलन छ। यसरी चाहिँ नै त्यो हिसाबले भेटेर चाहिँ गरेको हुनाले र त्यो चाहिँ वाछी के अरे वाइलुङमाको आइडिया अनुसार उनीहरूले घर बनाएर बस्न थाले। घर बनाएर बस्न थालेपछि चाहिँ त्यहाँ चाहिँ के भयो त, अब जनसङ्ख्या एकदम कम थियो, सम्भवतः नागाहरू पनि पूर्वतिर लागे र त्यहाँ चाहिँ अब किराँतीहरू एकदम पातलो भए र त्यो चाहिँ उनीहरू घर बनाउन बस्न थालेपछि त्यो हलेसी क्षेत्रको गुफाहरू चाहिँ सबै झोर जङ्गलले चाहिँ अब मेटियो। मेटेपछि त्यहाँ चाहिँ गैरीगुठको एकजना किराँती, त्यसलाई बागवंशी भन्ने गरेका छ अरूहरूले, तर मैले धेरै पहिला आजभन्दा 30-35 वर्ष अगाडि एउटा किताब पढाएको थिएँ। त्यसमा चाहिँ बाघमारा राई भन्ने छ। त्यो बाघमाराले शिकार खेल्दा खेल्दै आफ्नो कुकुर त्यो भित्र एउटा ओडारभित्र छिर्यो र उसले निकाल्न सकेन। भोलि इष्टमित्रहरू ल्याएर डोरी बनाएर छिरेर हेर्दा कुकुर छैन, तर वरिपरि झलल बल्याछ र त्यहाँ एउटा लिङ्ग अथवा चाहिँ एउटा शिला भेटियो। त्यो शिला भेटेपछि उनीहरूले महादेवको शिला भेट्यो भनेर उनीहरूले त्यसलाई महादेव थान बनाए। त्यो गैरीगुठको बाघमारा राईहरूले त्यो चाहिँ महादेव थान बनाए र त्यसलाई चाहिँ महादेव थान नै भनिन्थ्यो। अब हिजोआज मात्रै त्यसलाई शिव थान, शिवजी थान, शिवालय भन्न सुरु गरेको छ, महादेव स्थान भन्छ, नत्र त्यो महादेव थान भन्ने थियो। त्यहाँको गाउँपालिकाको नाम नै, गाविसको नाम नै महादेव स्थान भन्ने थियो। अब स्थान भन्ने चाहिँ अब संस्कृतबाट आयो, महादेव भन्ने संस्कृतबाट, तर स्थानीय आधारमा यो पर्वतीय भाषामा चाहिँ महादेव थान भन्ने चलन थियो। र पछिबाट त्यहाँको चाहिँ पुजारी नै पनि चाहिँ कथुर र मथुर भन्ने किराँती थियो हैन। किनभने शिव त्यो महादेव थानमा चाहिँ ब्राह्मणहरूले पूजा गर्न मिल्दैन हैन। त्यहाँ चाहिँ ब्राह्मणहरूको पूजा लाग्दैन। यो चाहिँ हाम्रो पशुपतिमा चाहिँ त्यो दुर्भाग्य हो, त्यहाँ ब्राह्मणहरूले पूजा गर्छ। तर वास्तव महादेवलाई चाहिँ ब्राह्मणको पूजा लाग्दैन शास्त्र अनुसार। र कहीँ पनि तपाईँले पुरानो महादेवको मन्दिरमा ब्राह्मण भेट्नुहुन्न। र त्यहाँ पनि कथुर र मथुर भन्ने किराँती नै पुजारी थिए। तर मेरो विचारमा गिरवान युद्धकी कोषको पालामा चाहिँ त्यहाँ फेरि गिरीहरूलाई, सन्यासीहरूलाई ल्याएर महन्त बनाएर पुजारीहरू बनाइएको, उनीहरूले त्यो लालमोहरै पाएको छ हैन। र त्यो हलेसी भन्ने ठाउँको नाम पनि के त भन्दाखेरि त्यो होलेसुङ भन्ने, हलेसी भन्ने प्रोपर ठाउँ त उता छापडाँडा भन्छ दुर्छिममा हो। त्यो अहिले भएको महादेव थान अथवा महादेव थान चाहिँ हलेसी होइन,
तर त्यो एउटा चर्चित चाहिँ एउटा चाहिँ त्यहाँ किराँती राजै थिए होलेसुङ भन्ने, त्यो चाम्लिङ थिए र उनकै नामबाट चाहिँ त्यो हलेसी भनिन्थ्यो त्यो छाप डाँडालाई, र त्यही हलेसी नै उता फेरि सरेर त्यसलाई पनि हलेसी भन्न थालिएको। यो हिसाबले हेर्दाखेरि अब हाम्रो केपी बाले त एउटा तरङ्ग उहाँ त ल्याइहाल्नुहुन्छ होइन, कहिले चाहिँ राम त्यहाँ ठोरीमा जन्म्यो भनेर, कहिले के ऋषिमुनिको मुलुक भनेर, र तर उहाँले चाहिँ एउटा अन्दाजिफिकेसन हाने जस्तो बुझिन्छ। तर सम्भवतः बा भोगिराज चामलिङको त्यस्तो इन्टरभ्यू उहाँले सुन्नु भएको थियो कि या यही मुन्दुम भन्ने पढ्नु भएको थियो कि अथवा कसैले भनिदिएको थियो कि त्यो अर्थ देखिन सक्छ। र रुद्र शिव महादेव भन्ने चाहिँ फरक फरक हुन् कि भन्ने मेरो चाहिँ अनुमान छ। र यसबारेमा चाहिँ मलाई समय मिल्यो भने, साथ दियो भने म एउटा चाहिँ अनुसन्धान गर्ने चाहिँ विचार गरेको छु मित्रहरू। अब तत्काल त हुन्न, यो 4-5 वर्षभित्रमा मैले चाहिँ यसबारेमा एउटा सानो एउटा चाहिँ अनुसन्धान गर्ने मेरो सोच छ।